योग नै मार्ग हो मुक्तिको, आत्मा बुझ छोड यो झुटोको। साससँगै मन सम्हाल, सत्य खोज भित्र हाल। देहमा देवता वास गर्छन्, जाग शरीरलाई मन्दिर बनाऊ। तन मन प्राण शुद्ध गर, स्व अस्तित्वको ज्ञान प्राप्त गर। तप र साधनाले पथ खुल्छ, शक्ति र शान्तिले जीवन फुल्छ। शब्द बाणी र ध्यानको सार, साक्षात्कार हो अन्तिम उपहार। गुरु बिना गति छैन, ज्ञान बिना मुक्ति छैन। सच्चा गुरु पाऊँ भने अज्ञानको पर्दा च्यातिन्छ अनि। जात नखोज, धर्म नसोध, सबैमा ब्रह्मा एकै स्रोत। माया द्वेष लोभ त्याग, भक्ति र करुणा देहमा जाग। ओम शिव गोरख, जय शिव गोरख। शिव पार्वतीको पवित्र आश्रय, चरीकोटको पवित्र भूमि, जहाँ पुकारिन्छ वेद र पुराणको अमृत पानी। कलश यात्रा सहित बजार परिक्रमा पश्चात छोटो यस कार्यक्रमको औपचारिक कार्यक्रम गर्नेछौँ र तत्पश्चात विज्ञस्थलीबाट पाल्नु भएका आदरणीय गुरुहरूबाट हामीले प्रवचन सुन्नेछौँ, पुराण सुन्नेछौँ, होम आवादी गर्नेछौँ र यस पवित्र भूमिलाई 5 दिनसम्म हामी एउटा आध्यात्मिक हिसाबले सम्पूर्ण डोङ्गावासीहरूले यसको श्रवण गर्नुहुनेछ। भक्तजनहरूले यसलाई आध्यात्मिक रूपमा पालन गर्नुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। धन्यवाद। दीपज्योति परम ब्रह्म, दीपज्योति जनार्दन, दीपं मे हरतु पापं, प्रातर्दीप नमोस्तुते। शुभं भवतु कल्याणं, आरोग्यं ज्ञानसम्पदा, मम दुःखविनाशाय दीपज्योतिर्नमः। चैत 12 देखि एक अनुपम यात्रा आरम्भ भयो। स्कन्द पुराण अन्तर्गत हिम्मत खण्डको दिव्य प्रस्तुति। पुराण वाचन जस्तो पुण्य कार्यको आरम्भ केवल बाणीले होइन, संस्कारले हुन्छ र त्यही संस्कारको आरम्भ हो कलश यात्रा। कलश अर्थात् पवित्रता, ऊर्जा र जीवनको प्रतीक। यस यात्रा मार्फत हामी जल, अग्नि, पृथ्वी, आकाश र वायु 5 तत्त्वहरूलाई श्री विग्रहमा निमन्त्रणा गर्छौँ। नेपाल महात्म्य र 64 सिद्ध महात्म्यको उत्सव।
काठमाडौँ मृगस्थलीबाट महाराजजी योगी बेग्र वेदनाथ महाराज लगायत योगीजीहरूको दिव्य मण्डलीको एक अपूर्व समागम। नमो नमः। यसो दक्षिणतिर चाहिँ यजुर्वेदलाई सम्झेर पूजा गरिन्छ। ओम माय खेतोर्जे द्वापाय वस्तदेवो सविता भ्रातर्यतु श्रेष्ठतमाय कर्मण आप्याय समग्राय इन्द्राय वागं प्रजावतीरनवीवाय स्वामावतेन। देव मन्त्र गुन्जन्छन्, धूपबत्ती सुगन्धी धावा बहाउँछ। आस्था र परम्पराको सङ्गम बनेको छ यो भूमि। नमः शिवाय। ओम नमो भगवती महारुद्राय नमः। यस्ता मन्त्र धेरै छन्। अब जतिवटा मन्त्र छन् त्यति लाख जप्नुपर्छ, जतिवटा अक्षर छन् त्यति लाख, अनि सिद्ध हुन्छ। मन्त्र सिद्ध भइसकेपछि अनि हजुर हाम्रो कार्य सिद्ध हुन्छ। कार्य सिद्ध भइसकेपछि जीवन सिद्ध हुन्छ। यस यात्रामा सन्त महात्मासँगै टाढा टाढाबाट आएका भक्तजनहरूको उत्साह, भजन कीर्तन र प्रसादले शान्तिको वर्षा भएको अनुभूति दिन्छ। यस अद्वितीय आयोजनाको हरेक पल पलले हाम्रो आत्मा र संस्कृति दुवैलाई छुन सफल भएको छ। शिव भक्ति, वेदवाणी, योग मार्ग र सांस्कृतिक एकता सबै मिसिएर बनेको छ यो अद्वितीय धार्मिक उत्सव। यसलाई हामीले सम्हाल्नु छ, मनमा, इतिहासमा र बाँड्नु छ समग्र नेपाली समाजमा। दोलखा चरीकोटको यो पुण्य यात्रा हाम्रो भित्र चित्रमा अमर रहनेछ। ओम शिव गोरख, जय शिव गोरख, जय गोरखनाथ, जय सनातन धर्म।